हर्क साम्पाङ आउनुभन्दा अगाडि जातिवादी कुरा हुन्थेन के वाउ यार म कसम पनि लभ यु एउटा ब्रो शेर्पा हो होइन यहाँ अब कतिजना के कसम होला तपाईँ छेत्री होला बाहुन होला म शेर्पा हो यस्तो होइन गुड कुरा भने यार यस्तो योभन्दा गुड अगाडि साथीहरू छ उसले जति पनि जातिवादी होइन भन्ला के होइन भन्ला होइन तर यो ऊ आएपछि यो राईहरूलाई एउटा अलग्गै दृष्टिकोणले हेर्ने हो कि होइन भन्नु है तपाईँहरू म रङ छु भने मलाई करेक्ट गर्नु है त्यतिखेर है एकदमै हामीले एकदमै योभन्दा अगाडि मेरो कति राई साथीहरू थिए लिम्बू साथीहरू थिए एमालेमा थियो होला काङ्ग्रेसमा थियो होला कोही राजसपा नभए पनि अब पहिलाको माओवादीमा थियो होला तर कुनैसँग पनि त्यस्तो केही पनि थिएन के चाहिँ अब मैले हर्कलाई नराम्रो भनेको होइन उसले काम गरेको छ राम्रो गरेको छ होइन उसको कामलाई सबैले रेस्पेक्ट पनि गरेको छ क्या अहिलेसम्म त्यही भएर उसले यत्रो बोल्दाखेरि पनि हामी सहेरै बसिरहेको भोलि गएर अब हर्केहरूको कुरा अनुसार भोलि गएर राजसपाको नेताहरूले नराम्रो गर्यो भने त हामी भोट हाल्ने जनताले गरिहाल्छौँ नि उनीहरूले गर्नै पर्दैन हामीले भन्छौँ नि उनीहरूलाई यो रङ गरिस् यो राइट गरिस् हामीले भन्छौँ उनीहरू प्रतिपक्षको पनि अहिले जसरी उनीहरूले घमण्ड गर्छ कि 3 सिट ल्याएर है हिजोको दिनमा हामी 21 सिट ल्याएर पनि हामीलाई बोल्न नदिएको त्यो उनीहरूलाई थाहा छ फेरि त्यो कुरा हो कि होइन आफै भन्नु हिजोको दिनमा 21 सिट लिएर हामी सदनमा बोल्दाखेरि हामीलाई कसरी रोकेको थियो है सबै कुरा देखिरहेको छ आज उनीहरूले 3 सिट लिएर यति घमण्डका साथ भन्नु पाएको छ त्यहीमा गर्व गर्नुपर्छ क्या मेन कुरा चाहिँ त्यो एउटा बाटो आएको छ नि त यो जुन आन्दोलनले आए पनि जे आए पनि यो सकारात्मक हिसाबमा गइरहेको चिजलाई राम्रो गर्नुपर्छ क्या उनीहरूले यसरी यो राम्रो चिज गरिरहेको छ सुदन गुरुङले तपाईँको यो बालेनले जुन अहिले अब केपीलाई समात्यो त्यसपछि अरूहरूलाई समात्यो यो त जो आए पनि गर्नुपर्ने त यही हो नि होइन यसमा प्रतिशोधको कुरै छैन नि हर्के नै आएको भयो नि गर्नुपर्ने यही हो के आफै भन्नु होइन त्यो जो आए पनि अब त्यो गर्दा पनि उनीहरूलाई बेठिक लाग्ने प्रतिपक्षको भूमिका हो क्वेसन गर्नुपर्छ ठिक छ ऊ संसदमा बसेको छ उसले क्वेसन गर्नु पाउनुपर्छ र क्वेसन जायज हुनु पर्यो क्या ऊ एउटा उसको आवाज उसको बोली भनेको लाखौँले सुन्छ क्या उसले एउटा गलत समाचार फैलाइदिनाले उसले एउटा गलत भनाइ गर्नाले धेरै किसिमको वादविवाद आउँछ के पछि उसले अस्ति सुदन गुरुङको बारेमा जुन टिप्पणी गर्यो चाइनाको बोर्डरमा गयो गृहमन्त्री हुने बित्तिकै भन्यो नि त्यो एकदमै भ्रामक भनेको त सबै उयो भइसक्यो त फ्याक्ट चेकले नै देखाइसक्यो उसले त्यसमा माफी माग्ने कि नमाग्ने एक कुरा किनभने उसको गल्ती भनेको प्रमाणित भइसक्यो अब यहाँ अब हर्कको समर्थकहरूले पनि भन्नु है त्यो कुरा मैले तपाईँहरूलाई सोधेँ है त्यो कुरामा गलत प्रमाणित भइसकेपछि उसले माफी माग्ने कि नमाग्ने जनताहरू रिसाउँछ जनताहरू रिसाएर उसलाई मार्छु भन्यो के गर्छु भने त्यो गल्ती हो मान्छु किनभने एउटा पोजिसनमा पुगेको मान्छेलाई त्यस्तो भन्नु हुँदैन तर त्यो रिसको आवेगमा भनेको कुनै पनि केटी मान्छेले त्यसरी त्यो लाइभमा एउटा भिडियो बनाएर भन्छ भने उसले गर्न सक्दैन तर उसले त्यो आवेग पोखेको हो क्या उसलाई चाहिँ साइबर केस हाल्ने अनि हर्कलाई चाहिँ साइबर केस हाल्नु पर्ने कि नपर्ने भन्नुहोस् त त्यो भ्रामक त्यत्रो ठुलो मान्छेले त्यही भने उहाँले बोलेको चाहिँ आजसम्म जति कुरा बोल्नु भएको छ त्यो तथ्य छ सर प्रमाणित प्रमाण भएको कुरा छ त अनि त्यसलाई चाहिँ एउटा सोसियल मिडिया बुलिङ उसले चाहिँ गरिराख्नु पर्ने होइन जसुकैको पनि चरित्र हत्या उसले चाहिँ गर्न पाउने अनि एउटा लेडिजले चाहिँ फ्रस्ट्रेसन भयो त्यो मान्छेले बोलेको कुरालाई लिएर फ्रस्ट्रेसन भएको हो नि त त्यो महिला त अनि उसले फ्रस्ट्रेसन भएर एउटा के भन्छ राष्ट्रिय स्तरको नेतालाई एउटा पार्टीको सभापतिलाई तपाईँ यस्तो नबोल्नुहोस् यस्तो नगर्नुहोस् भनेर भन्दाखेरि अनि जाने मुद्दा हाल्न कतिसम्मको राजनीति गर्न सक्यो अब त्यो पोजिसनमा नगिर्नु नि त होइन किनभने उसले त्यो पोजिसनमा जुनमा गिर्छ हामी पनि त्यतिमै बोल्छौँ क्या उसलाई हुँदैन नि त हामी हेर्नु सर होइन 22 र 23 र 24 गतेको घटनाले सबै मान्छेहरू एकदम आक्रोशित भएर अहिले मत परिवर्तन गरेका हुन् जुनसुकै पार्टीले पनि उनीहरूको पार्टी जुन भए पनि पार्टी एक ठाउँमा छ भनेर मत परिवर्तन गरेर 2/3 सरकार दिइसकेपछि 23 र 24 गतेको घटनालाई लिएर त्यो अब अपराधीहरूलाई कानुनी कारबाहीमा ल्याउँदाखेरि कसरी चाहिँ प्रतिशोधको राजनीति भयो भनेर बोल्न सक्छ क्या हर्के कस्तो दिमाग कस्तो कमन सेन्स छ यो मान्छेमा यार अचम्मै लाग्छ उहाँको समर्थकहरू अहिले जति पनि हुनुहुन्छ होइन उहाँहरूले भन्नु कि त्यो कुरामा चाहिँ उहाँ गलत छ भने छ भन्नुहोस् होइन उहाँले सुधार्नु पर्ने कुरा के तपाईँहरूले भन्नु क्या हामीले त अब भन्छौँ होला हामी प्रतिपक्ष विपक्षी भएर भन्छौँ होला तपाईँहरू आफै नै बुझेर भन्नुहोस् क्या त्यो कुरा हामीलाई पनि भन्नु पर्दैन आफ्नो लिडरलाई सम्झाउने हो क्या यो तपाईँको बेसी भयो यो नगर्नुहोस् होइन यस्तो कुराहरू त तपाईँहरूले भन्ने उसले सुन्छ भने है तर उसको घमण्ड यति धेरै छ कि उसले कसैलाई पनि गन्दैन आफूभन्दा तलकोलाई
त्यही पनि हेर्नु बालेन दाइलाई यत्रो बुलिङ गर्यो यो मान्छेले होइन, बालेन दाइलाई यति बुलिङ गर्यो तर पनि उहाँले आजसम्म हर्क साम्पाङलाई कहिल्यै पनि नराम्रो बोल्नु भएको छैन। बोल्नु भएछ र दुनियाँको सामु उसले एकदमै राम्रै भन्नुभएको छ। चुनाव अगाडि एउटा मात्र शब्द बोलेको भए हर्केको त्यही 3 सिट पनि आउँदैन त कि बालेन दाइले केही मात्र बोलिदिएको भए नि त्यही कुरालाई लिएर मान्छेहरूले बालेन दाइको कुरालाई सपोर्ट गरेर हर्क साम्पाङलाई त्यही 3 सिट पनि आउन गाह्रो थियो क्या प्रत्यक्षमा होइन। मान्छेलाई म्यानुपुलेट गर्यो ठिक छ 3 सिट आयो राष्ट्रिय दल बन्यो त्यसमा हामी ह्याप्पी छौँ। उसले पनि जित्न पर्थ्यो ऊ पनि केही न केही कुरामा छ होला भन्। तर अहिले यस्तो नैतिकता यस्तो इज्जत नभएको मान्छे रहेछ यो। राजनीति गर्ने मान्छे त्यत्तिकै बोलेर मात्र राजनीति हुँदैन नि त सर। अगाडिको मान्छेहरू त्यही बोले काम गरेनन् राम्रो भएन भनेर त हामीलाई मन नपरेर त हामीले अहिले चेन्ज भएको हो नि हाम्रो जेनेरेसन होइन। अनि त्यसलाई चाहिँ बोले फेसबुकमा नसके इन्टरभ्यूमा आज त होइन एउटा अब पत्रकारहरूले घेरेको रहेछ अनि त्यहाँ त झगडा परिरहेको भने कस्तो खालको इन्टरभ्यू दिन लागेको त्यहाँ अघि आएको थियो हेरेको। काहीँ पनि नैतिकतामा रहेर हर्क साम्पाङले कहिल्यै बोलेको छैन क्या। उसले नैतिकता चाहिँ गुमाएर जेरोमै पुगेर बोलेको छ है। नैतिकता अलिकति पनि छैन हर्क साम्पाङमा। तर हर्क साम्पाङको यो उसहरूले चाहिँ होइन घाम पश्चिमबाट उदाउँछ भन्यो भने नि हो पश्चिमबाटै उदाउँछ हो भन्छन् क्या यिनीहरूले। तर घाम उदाउने सधैँ पूर्वबाट हो। यो माटेका गुहानीहरूलाई यति कुरा पनि थाहा छैन कि हर्क साम्पाङले जे बोलेको त्यही नै हुन्छ। राइटलाई राइट भन् गलतलाई गलत भन् होइन। त्यो कुरामा हामी पनि समर्थक गर्छौँ कि हर्क साम्पाङलाई सधैँभरि समर्थक गर्छौँ। हर्क साम्पाङले के भन्छ हर्क साम्पाङले प्रतिपक्षमा बसेर सरकारले गरिरहेको नराम्रो कामहरूलाई उसले आवाज उठायो भने हामी पनि हर्क साम्पाङको पछाडि लागेर हामी पनि बोल्छौँ कि हर्क साम्पाङलाई के भन्छ समर्थक गर्छौँ होइन। तर हुँदै नभएको कुराहरूलाई लिएर जहिले पनि बुलिङ एउटा भिडियो आएको रहेछ मेरोमा हेरेको है। लो बालेन दाइले गरेको थियो सबै काम राम्रो रे। उसको हर्क साम्पाङले त्यो के भन्छ विदेशको झन्डा लाएर गएको त त्यो त सम्मान नै राम्रो रे। यस्तो है हर्क साम्पाङ ज्यूलाई विश्व रेकर्ड राखे भन्नुभयो। मैले गुगल रिसर्च गरेको ओस्कार अवार्डका सम्मानित व्यक्ति गए कि कुनै ओल्ड अर्गनाइजेसनले रेस्पेक्ट गरेको व्यक्तिहरू जानुभयो कि एउटा क्यापेबल व्यक्ति जानुले दिनुभयो कि भनेको हर्क साम्पाङलाई सानो ब्याज टाँस्दै रहेछ युकेका आफ्नै धरानी दाजुभाइ त्यहाँको नागरिकता लिएकाले एउटा रेकर्ड भनेर राख्दै रहेछ। विश्वमा एउटा गुगल रिसर्च गर्दा मैले भेटाइनँ। अनि म दङ्ग सक भए बिचरा हर्क साम्पाङका साथीहरू अब आफ्नै 13 दिने दाजुभाइले एउटा सानो ब्याज टाँस्दै ओल्ड रेकर्ड भनेछन् त्यही पत्ता आर्छ। ओल्ड रेकर्ड होइन रहेछ साथी भ्रममा नजानु ल म सत्य बोल्छु म झुक्दिनँ। अनि यस्तो लाज मर्दो कुरा गरेर म त दङ्ग सक भएको मान्छेहरू उहाँको होइन रहेछ। हाम्रै नेपालका साथीहरूले आफै एउटा सानो हामीले राजसभाको लाउँछौँ नि ऊ यस्तो ल म तपाईँहरूलाई त्यो पनि अहिले देखाउँछु। मेरो त फेरि यहाँ छ यस्तो क्या यस्तो हुँदैन टाँस्दै ओल्ड रेकर्ड भनेर चाहिँ पत्ताउने फेरि त्यस्तै। हे भगवान् मलाई मार्दे गाइस मलाई मार्दे यार तिमीहरूको मैले राम्रै भनिरहेछु। अब त्यस्तोलाई ओल्ड रेकर्ड कसरी भयो के भएर भयो मलाई के भन्ने। अनि मलाई अब एउटाले आएर ओल्ड रेकर्ड उयोले तल कति कमेन्ट खिच्दैरहेछ तेरो बाउले ल्याउनु पर्छ त सन्तोष तेरो लागि नि गु बराबरको आची पनि छैन। मैले काजु खाएको छु आज थोरै काजु खाएको गु तेरो लागि बेस्ट हुँदैन। तँलाई त्योभन्दा नमिठा खाएको कुरा दिने हो बुझिस् झ्याक्ने। अनि मैले के भन्दै थिएँ भने अहिले चाहिँ उहाँको ओल्ड रेकर्ड पनि होइन नैतिकता पनि छैन हैसियत पनि छैन। राष्ट्रिय राजनीतिक नेपाल आमा बचाउन आएको सुदन गुरुङ राजा बालेन शाहको बारेमा बारम्बार प्रतिपक्ष भनेर जे पनि नेगेटिभ न्यारेटिभ फैलाउनेलाई के प्रतिपक्ष भनेर त्यसलाई भन्छ। दिपेन्द्रले एउटा गन्तव्य तय गरेर सबैको लागि भलाइ हुने एउटा गन्तव्य तय गर्दा गर्दै त नजा त सकिनुपर्छ भन्ने खालको गर्नुभयो भने अनि कहिले काहीँ सफल हुन्छ हुँदैन यस्तो कुरा जिन्दगी हुँदैन। त्यही भएर हर्क साम्पाङ जस्तो कुरा व्यक्ति नि जीवनमा राष्ट्रिय राजनीतिमा क्यापेबल पनि छैन र ऊ हुने लायकको पनि छैन। ऊ जस्तो व्यक्तिले यो देश सम्हाल्न पनि सक्दैन। ऊ भनेको एउटा अराजकता अनि तपाईँको भाँड भैलो गर्ने उत्तेजित समाज निर्माण गर्ने त्यस्तो खालको मात्र देखाएको छु मैले। किनभने उहाँहरू भन्नुहुन्छ राम्रोलाई राम्रो भन्ने कोठामा जाँदिन कोठामा रे त्यस्तो होइन साथीहरू। कोठामा जाने भनेर तपाईँको कस्तो भने एउटा राष्ट्रिय राजनीतिमा एउटा प्रधानमन्त्रीले रेस्पेक्ट गरेर आज पुरानो राजनीतिका व्यक्तिहरू आउन हुने सबैलाई पस्ने एक बोरा आलुमा एउटा कुहियो भन्दैमा त्यो एक बोरे आलु फोहोर भन्न मिल्छ। त्यो कुहिया आलु हात्तै फाल्ने बोरा बोकेर हिँड्ने हो के भने
हर्क साम्बाङ त्यही हो नि 98 कति 275 जना सांसदमा 265 जना भन्दा माथिको सांसदलाई त्यो कुरा पच्छ भने 2% को भ्यालु हुँदैन। जसले 98% ल्याछ उसको उ क्यापेबल हो, जो चाहिँ फेल भएको छ उ फेलै हो। त्यही भएर हर्क साम्बाङले नगरे हुन्छ, राम्रोलाई राम्रो भन्, मर्नुपर्छ एक दिन बाकसमा आओस् त एउटी केटी भन्ने चाहिँ कोरियातिर कहाँ चाहिँ म नाम अनाउन्स गर्दिनँ कसैको, त्यो केटी बाकसमा आउनुपर्छ जसले त्यसले उहाँ हुने नहुने कुरा पनि भनिस्। बाहुनवादको भन्छ आफै होइन, जातमा जानु हुन, हामी पहिलो कुरा नेपाली हो, नेपाल आमा बचाउने हो। छाडा बोलेर अराजक फैलाएर दुनियाँलाई नराम्रो भनेर आज गोर्खाको छोरो सुदान गुरुङ र बालेन साला भन्छस् भने त जस्तो नेपाल आमा बेच्ने व्यक्ति हाम्रो लागि आउनु पर्दैन हाम्रो भोटमा। तेरो बाबुलाई हामी जेनजीको पहिलो मुद्दा नै करप्सन हो। विकास रोड कहाँ बन्यो, खाल्डा खुल्टी कहाँ भयो, तेरो बाबुको मेयरलाई भन् गएर, मेयरहरूलाई भन् त्यो काम। मेयरहरूको काम भनेको खोला नाला हेर्ने, आर्थिक नीति, आफ्नो क्षेत्रको बाटो कहाँ कहाँ बिग्रिया छ, मेयरलाई अहिले पनि कम्प्लेन गर्नुहोस् प्लिज गाइज। सुदान गुरुङले आएर तपाईँको बाटो बनाउने होइन, बजेट छुटाइदिन्छ। सुदान गुरुङले के गर्ने भनेको छ भने जिरो करप्सन पार्ने भनेको छ। आज उहाँ मालपोतका बिचौलिया समाइरहेको छ ट्रायल क्षेत्रको, तेरो बाबुले लुटेर सकाएर जिरो पारेको देश आज सुदान गुरुङ र बालेनले गर्दैछ। अनि हाम्रो हर्क साम्बाङले माटो खान्छन्, अरू नेता जेल हाल्छन् नि। तेरो बाबुलाई हर्क साम्बाङले अनि देश चाहिँ त्यत्रो दलालहरूले देश डुबेर हाम्रो सम्पत्तिमा मोज गरेछ, त्यो सम्पत्ति फिर्ता ल्याउनु परेन। 4 वर्ष लाओस् 5 वर्ष लाओस्, पहिलो कुरा करप्सनलाई जिरो पार्ने। जेनजीको पहिलो एजेन्डा, जेनजीको पहिलो मुद्दा नै करप्सनबाट हामी सडकमा गयो। मेरै अगाडि मेरो साथी रसिक खतिवडाहरूले गोली खाएको छ। झ्याक्नेहरू तेरो बाबुलाई आफ्नो सम्हाल, हामीलाई मन नपरेको कुरा डेमोक्रेसीमा राख्न पाइन्छ, तर यतिसम्म नाजायज कुरा गरेर यतिसम्म नेपाल आमा बिगार्नु पर्छ भनेर हिँडिरहेको छस् नि। जिन्दगी त मान्छे पनि होइनस् र बन्ने लायकको पनि छैनस्। जे कुरा पनि राम्रो भने मैले हग्या पनि भात खिर भन्दै खाएको छ, मैले थुकेको पनि मह भन्दै चालेको छ। प्रदीप लिम्बू भन्नेजीले अरूको आलोचना गरेर निन्द्रा लाग्छ तिमीहरूलाई भन्नुहुन्छ। यो आलोचना गर्ने स्थिति कहाँबाट आयो त्यो भनिदिनु न पहिला। त्यो आलोचना गर्नलाई कसले चाहिँ हामीलाई त्यस्तो प्रोत्साहन गर्यो? हर्कले होइन? मित्र सुन्नुहोस् है, म केही कुरा राख्नु गएँ होइन। हस् दाइ, मेरो दाइ प्यारो दाइ, माया छ, स्वस्थ रहनु होला। ल बोल्नु तपाईँ। यस्तै खालको क्रियाकलाप गर्दै जाने भने हेर्दै जानुहोस्। यो शेर्पाले बोल्यो भने नभन्नुहोस्, भोलि गएर हर्क साम्बाङ वडा अध्यक्षमा पनि हार्छ। यस्तै गरेर यस्तै खालको चाहिँ यस्तो खालको हिजो देखिहाल्यो नि। हर्क साम्बाङलाई भोट हाल्ने त्यो बुढी आमाहरूले के भन्छ, अब पछि चुनावमा मत माग्न आइज तँलाई मत दिन्छु अब भनेर भनिरहेछ नि। हिजो तपाईँको जेएनजी आन्दोलन हुँदाखेरि म जेएनजीलाई न्याय दिन्छु, मलाई छिटो प्रधानमन्त्री बना, म सबैलाई खोरमा हाल्छु भने अहिले खोरमा हाल्दाखेरि त्यो किन त्यसले विरोध गर्यो? त्यस्तो खालको कुरा गर्दै गयो भने हेर्दै जाने, यस्तै खालको कुरा गर्दै गयो भने हर्क साम्बाङ हेर्दै जानुहोस्। अब पहिला वडा अध्यक्षमा उठ्दाखेरि पनि हर्क साम्बाङ हार्यो भन्ने समाचार तपाईँहरूले सुन्छ। अब हेर्दै जानुहोस्। अब धन्न यसपालि त जनताले मत दियो, केही काम गर्छ कि भनेर। अब यस्तै झुट बोल्दै गर्ने केपी ओलीको, मैले त योभन्दा पहिला पनि यो टिकटक लाइभ भनेको, यो केपी भएर परिचालित मान्छे हो भने त मैले पहिला टिकटक लाइभमै भनेको यो धेरै मान्छेलाई। अनि त्यतिखेर मैले धेरैजनाको गाली पनि खाएँ। ठिक छ, मैले गाली खाएँ, सही कुरामा गाली खाएँ, मलाई दुःख मन छैन। त्यही भएर साथीहरू यो हर्क साम्बाङको धेरै कुरा नगर्नुहोस्। अब यसको कुरा गर्नु भनेको हामी आफै चाहिँ ऊ हो, यो यसको नामै नलिनुहोस्। अब थ्याङ्क यू। कुरा गर्ने कुरामा नि यस्तो हुन्छ क्या, दिनै पछि उसले विरोध नगरेको भन्ने कहिल्यै पनि छैन यो नेपालमा होइन। नेपालमा हर्क साम्बाङ भन्दा अरू कसैमा पनि कुनै क्यापेसिटी छैन त, लिड गर्ने कुनै पनि क्यापेसिटी छैन। अझै उसलाई त नेपाली जनताले प्रधानमन्त्री चाहेको थियो भने त ऊ पनि त यत्रो महिना बरबराई कराई चिच्चाई बौलाको बौलाई थियो त, किन आएन त सिट? बालेनले त इभन काहीँ पनि मलाई भोट द्याओ, म भोट माग्न आएको हो, मलाई भोट दिनुहोस्, घन्टी मेरो चिन्ह हो भनेर पनि नबोलिकन बहुमत आयो त, 2/3 आयो त होइन र? बालेनले त काहीँ पनि बोलेको थिएन। किन बालेन दाई चाहिँ सबैको नजरमा के अरे सेलेक्ट हुनुभयो त? हर्के किन भएन त? 3 सिट किन दियो त हर्केलाई? उसलाई मन नपराएर होइन यसको मतलब। अनि समर्थक भन्ने गुखानीहरूलाई किन यति कुराहरू बुझ्दैन के? राम्रोलाई पनि राम्रै भन्ने, राम्रोलाई राम्रो भन्, ठिक छ, हामी पनि राम्रोलाई समर्थक गर्छौँ क्या, हामी पनि मान्छे हो होइन, हामी बुझ्छौँ के। तिमीहरू जति यो माटेका समर्थक जस्तै अराजक छन् नि, त्यति अराजक रासोपाका हुनु पर्यो भने नि
रासपाको त 2/3 सरकार के अरे 2/3 बहुमत दिने कति छन् होला त तिमीहरू बुझ त कति छन् बौद्धिक मान्छेहरू तिमीहरू जस्तै अराजक हुन पर्यो भने तर हामी त त्यस्तो अराजक छैनौँ हाम्रो बेला बेलामा रिस उठ्छ र ठोक्ठा गर्न खोज्ने मात्र हो कि तिमीहरू जस्तो अराजक हुनु पर्यो भने त रासपाको त होइन 2/3 सरकार दिने हामीहरू त धेरै छौँ भोटर समर्थक त एकदमै धेरै छौँ क्या अराजक हुनु पर्यो भने तिमीलाई त एक छेउमा राखेर हात्तीका मुखमा कमिला हो तिमीहरू त फेरि यति कुरा चाहिँ विचार गर क्या तिमीहरू समर्थकहरू सहीलाई सही भन् गलतलाई गलत भन् किन हर्केलाई किन गलत भनेको सधैँभरि गलतै पार्छौ तिमीहरू भन् त गलतलाई गलत भन्न अनि हर्केले पनि के भन्छ चेन्ज हुने मौका पाउँछ कि बुहानीहरू हर्केलाई चेन्ज हुन सिकाओ त हो त समर्थकहरूले गर्दै त हो त उनीहरू गलतलाई पनि गलत भन्यो अनि उसले सुध्रिने मौका कहिल्यै नपाउने भयो क्या तपाईँले हेर्नुभएको छ जति हर्क घमण्डी छ नि उसको समर्थक 10 गुणा घमण्डी छ मैले देखेँ हो त नि यिनीहरूले त 2/3 सरकार ल्याएका भए त ओहो नेपाललाई त ओहो एकैछिनमा 1-2 दिनमै सुनैको टुक्रा बनाउनु रहेछ नि सुनकै टुक्रा बनाउनु रहेछ यिनीहरूले त हर्केका समर्थकले र हर्केहरूले त अचम्मै लाग्छ यार सिस्टम के हो बुझ्नु छैन टेक्नोलोजी के हो बुझ्नु छैन अन्धधुन्ध श्रमदान भनेको छ मुला श्रमदानले तेरो घर त चल्दैन देश चल्छ श्रमदानले देश बन्छ तेरो घरै बन्दैन क्या श्रमदानले जुन श्रमदान भन्छ नि यो कस्तो हो भन्दाखेरि ल ठिक छ श्रम मोबाइल पनि बन्दैन नेपाल भनेको अहिले कस्तो सिचुएसनमा छ भने एकचोटि सुन्नु ल हजुरको श्रम भनेको अहिले नेपालको सिचुएसन कस्तो छ भने तपाईँको एक घरको 2-3 जना विदेशमा छ है उनीहरूले नकमाइकन घरमा चुलो बल्दैन अहिले तपाईँको पनि एक परिवारको एकजना त विदेशमै होला हो कि होइन भन्नुहोस् यमजी त्यो त हो तर होइन तपाईँको पनि सुन्नु है एकछिन तपाईँको पनि एकजना परिवार मेरो पनि छ मेरो पनि घरको 1-2 जना विदेशमै छ एकचोटि सुन्नु न एक मिनट म तपाईँको एन्सर मात्र दिन्छु कि काम एकदम राम्रो छ होइन मैले पनि भिडियोमा बनाएर चाहिँ फेसबुकमा हालेको छु बधाई दिए हैन म तपाईलाई सानो एउटा एन्सर मात्र दिन्छु अनि तपाई बोल्नु समातेको राम्रो कुरा हो हैन हर्का साम्पाङले बोलेको कुनै कुराहरु चाहिँ नि उस छ होला हैन तर यो कुरा चाहिँ नि के हो भने हाम्रो बालेन शाहहरु उहाँहरु चाहिँ नि हाम्रो राबी लामिछाने जस्तै फेरि केसमा फासेर यो सरकार उस नहोस् भन्न खोजेको हो के नदलोस् भन्न खोजेको हो के रविलाई फसाएको हो कि फसेको हो कि गल्ती गरेको बोले भएको लु भन त दाजु यो अब यस्तो हो फसाएको पनि हो अनि उहाँको पनि अलिकता मिस्टेक थियो किनभने दुईटा नागरिकता दुईटा पासपोर्ट चाहिँ नहुनु र पहिल्यै सतर्क भएर गयो भने हामी त युवा हो हामीले युवालाई चलाएको त्यो त अदालती केसमा गइसकेको कुरा अदालतले प्रुभ गर्दै छ त छोड्दिनु न त्यसमा किन चिन्ता लिनु पर्यो अहिले त बहुमत दिएको सरकारले के काम गर्छ हेर्ने हो के ल बालिन म अलिकति उहाँलाई कुरा भन्छु दाइ एकछिन सुन्नु अनि तपाई र मेरो डिबेट हुन्छ पक्नु न दाइ एउटा कुरा तपाईले भनि हाल्नु भयो म एउटा कुरा एक्सप्लेन गर्छु अनि तपाई बोल्नु होला म पनि गान्धीकै समर्थक हुँ यहाँ सुन्नु न एमडी सर एउटा कुरा भने तपाई बस्नु न म्युटमा बस्नु न म एउटा कुरा भन्दैछु के तपाईलाई हुँदैन होइन किन तपाई तल झर्नु कि त है कि सुन्ने कि तल झर्ने भने अहिले हामीले नै हाम्रो तल बसे मुजी मुखे खासे तल मोन्टेर मर त झ्याक्ने रिस उठेर आउँछ यार एउटा राम्रो त्यो हकेको सुरा कति गर्नु के वाक्का लाग्यो बरु आज के ताजहरु भयो वाक्का दिका पार्छ राम्रो कुरा राम्रो भन्नु समर्थक छन् हर्केका अनि हर्केकै चुप लागेर बस्न सक्छ भने बुझे त फरक समर्थक छ भनेकै छ त मालेहरुको के भयो आज के छ नयाँ नौलो अनि यो पक्नु न म भन्दैछु यो उहाँले एकछिन पक्नु न म त्यो डबल नागरिकताको कुरा भनिदिन्छु नेपालमा निर्वाचन आयोग झ्याक्नेले किन डबल नागरिकता हुनेलाई चाहिँ सांसद बनाउनलाई अधिकार दिएको त योग्य र अयोग्य व्यक्ति त निर्वाचन आयोगको अधिकार हो हेर्नु पर्थ्यो अनि चितवनमा गएर रवि लामिछाने दुईटा नागरिकता भएको मान्छे चितवनमा गएर चुनाव लड्न अधिकार किन दियो चुनाव लगेर सांसदको शपथ पद खान किन दियो सांसदको शपथ
खाएपछि गृहमन्त्री किन बनाए, त्यही नागरिकताले गृहमन्त्री बनेर पनि शपथ खान किन दियो अनि 25 वटा फाइल खोल्ने बित्तिकै किन अनागरिक भयो त? यो कुरा अगाडि अदालतले हेर्नु पर्दैन? यो योग्य र अयोग्य व्यक्ति भनेर एउटा गृहमन्त्री सम्हालेपछि चाहिँ तपाईँको यहाँ अयोग्य र डबल नागरिकता विदेशी नागरिक बनाउँछ भनेदेखि भोलि ट्रम्पले आएर पनि देशमा लडेपछि अनि ट्रम्पलाई नै अनागरिक रहेछस् भने जब गृहमन्त्री भएपछि म यही कुरा बुझ्दिनँ साथीहरू। नेपालको कानुन सुधार्नु पर्ने रहेछ त, कानुन संशोधन गर्नु पर्ने रहेछ कि नेपालमा एउटा विदेशी नागरिकले आएर गृहमन्त्रीको शपथ खाने पाउँदो रहेछ त? यसरी बुझ्यो नि त। हामीले एउटा कुरा के भने रवि लामिछाने यदि विदेशी रहेछ, दुईटा नागरिकता रहेछ भने किन चितवनमा लड्ने अधिकार दिएको त? किन दिएको? दुईटा नागरिकता भएको मान्छेलाई सांसदको शपथ पद किन खान दिएको? सांसदको शपथ पद खाएपछि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्न किन दिएको? नेपालको आजको 77 जिल्लाको सिडिओ ह्यान्डल गर्ने अधिकार हुन्छ। त्यत्रो पोजिसनमा एउटा दुईटा नागरिकता भएको व्यक्तिलाई झ्याक्नेहरू तेरो कानुनले किन दिएको त? रवि लामिछाने त दोषी छसै, तेरो दुईटा नागरिकता योग्य छैनछ न निर्वाचन आयोगले खारेज गरेर उसलाई त्यतिखेर कानुन सिकाएको थियो भने न त उपनिर्वाचन हुनु पर्थ्यो चितवनमा, न त रवि लामिछानेले गृहमन्त्री खान पाउँथ्यो। त्यही बेला त्यही मुद्दाले फसाउनु पर्दैन रविलाई? मैले यहाँ प्रश्न गर्छु नेपालको कानुनलाई। त्यही भएर साथीहरू फसाइएको 25 वटा फाइल खोलेपछि रविलाई अनागरिक बनाउँछ भने रवि लामिछानेलाई फसाइएको हो। यो कुरा तपाईँ हामीले बुझ्नुपर्छ। त्यही हो मैले भन्न खोजेँ।